ल साथीहरु आजको हाम्रो ट्रेक सुरुवात हुँदैछ। हाम्रो स्टप चाहिँ चम्पादेवीबाट हाम्रो ट्रेक सुरु भइसकेको छ। साथीहरु अगाडि बढिसकेका छन्। फर्स्ट टाइम हामीसँग हाम्रो मित्र बिएसएमएलडीका पनि जोडिनु भएको छ। के छ त कति टाढा छ र यहाँबाट माथि? अरे 3 घण्टामा त आमाङ्गी पुगेको थियो माथि। यसरी त्यत्रो टाढा हो माथि। भिडियो निकाल कहाँ छन्? हो यो त धेरै गाह्रो भयो साथी यार। अहिले 10 मिनट हिँड्न जस्तो नि, तर एकदम थाकिसकेको अवस्था छ। तर 7 बजी खासमा 7 बजी यहाँबाट हिँड्ने प्लान थियो साथीहरूले। ढिलोले गर्दाखेरि अलिक समय लम्बिन पुग्यो। अहिले 9 बज्दैछ अनि भर्खर स्टार्ट गर्न लाग्यो। अब माथि कति 2.5-3 घण्टासम्म माथि हिँड्नुपर्ने छ कि जस्तो छ। बाटो त ठिक छ, ट्रेकिङकै बाटो हो। बाटो चाहिँ दामी बनाएको छ, तर अलि उकालो हिँड्नुपर्ने छ। के देखाइरहेछ? चस्मा लाएर हिँड्नु पर्यो। लाठी घोसिरहेको हाम्रो यात्राको साथी टिपरले पनि जे होस् 1 घण्टाको बाटो चाहिँ सजिलो बनाइदियो होइन। हाम्रो यो हाइकिङ भन्दा पनि धेरै चाहिँ ट्रकको राइडिङ भयो धेरै। जे होस् दाजुले हाम्रो 1 घण्टा लाग्ने जति बाटोलाई चाहिँ हैन लिफ्ट दिएर चाहिँ सहयोग गर्नुभयो। अनि दाइले हामीलाई सहयोग गर्ने भयो, तर हाम्रो केटाहरूको तर्फबाट सञ्जीवले पनि त सहयोग गरे आउने यार। मानवीय मुटुको टुक्रा जस्तो मानवीय चाहिने कुरा त्यो पनि त्यो दाइले चाहिँ आवश्यक थियो। अब त्यो के हो कुरा नभनौँ नि, तर दियो। तर यस्तो नभन। अलिअलि यो चम्पादेवीको रुटको बारेमा पनि बताइदिनु त, सजिलो हुन्छ नि त आउने मान्छेलाई। यहाँदेखि हामी चाहिँ बल्कदेखि अथवा कालीमाटी जताबाट पनि दक्षिणकालीको गाडी चढेर चाहिँ भन्ज्याङ आइयो। भन्ज्याङ चाहिँ हाम्रो ड्रपिङ स्टेसन थियो। अनि त्यसपछि चाहिँ त्यहाँदेखि तल झरेको चाहिँ भन्ज्याङ थियो। त्यो ठाउँलाई भन्ज्याङ भन्छ। अनि त्यहाँदेखि चाहिँ जस्ट भ्यालिड उनै छ, रुट नै छ यो ढुङ्गा छापेको वाला। त्यहाँदेखि सिधै माथि आएपछि चाहिँ अलिकति अफरोड टाइपको छ बाटोमा बनाउँदैछ यो रुटहरू चाहिँ। यहाँ बिचदेखि चाहिँ राम्रो रहेछ रुट। देखाइदेऊ न यहाँ रुट पनि कस्तो राम्रो जस राम्रो छ बाटो त। ट्रेकिङ रुटकै बाटो दामी छ, राम्रो छ। अरू नजिकैको ट्रेकिङ रुट भन्दा चाहिँ यो चाहिँ अलिकति व्यवस्थित रहेछ हैन। जस रमाइलो छ साथीहरूसँग आउनको लागि रिकमेन्ड गरिन्छ यो चाहिँ। भोक लागिसकेको छ, बिहान केही पनि खाएर आएको छैन। पहाडको उकालो बाटो चढ्नु पर्नेछ अहिले। जस खाजाहरू सबै आफै व्यवस्था गरेर आएको छौँ हामी। घरबाटै केही खानेकुराहरू पकाएर लिएर आएको छौँ। अब देखाउने नै छौँ त्यहाँ खाजा खाने ठाउँमा हामी। सो अब एकछिनपछि हामी खाना खान्छौँ यहाँ खाजा। रमाइलो भइरहेको छ साथीहरू यार। आज हामी नखोजेको ठाउँमा अब हिँडिहाल्यौँ, हिँडेको जस्तो भइहाल्यो। रमाइलो सबैलाई समेट्ने कोसिस गरेको थियौँ, सबैलाई समेटेर ल्याएका छौँ। अब अहिले हामीले आज अब रमाइलो नै जे होस्, अब रमाइलो गर्ने हो, अब गरिन्छ। आज हाम्रो घाइते भएको साथी मतलब अहिले बिरामीबाट मुक्त भएर आज यही खुसीमा हाम्रो साथीले फ्रेन्च फ्राइज भन्ने एउटा विदेशी डिस ल्याउनु भएको छ है। ठ्याक्क मिलाएको साथी आजको खाजा। एउटा केरा र 2टा अन्डा। कार प्लस प्रोटिन प्लस निकोटिन चाहिँ
एउटाको मात्र स्पेशल डिस हो पेलिसक्यो कि अब मान्छे फोटो खिच्देऊ न यार मेरो पनि भिडियो There is a phone. Hello. क्या क्यामेरा चलाउनु बस्छ कि अघि क्यामेरा चलाउनु आगे फिराउन अरे कमलेशले भिडियो क्यामेरा लाउँछ नि त पनि उसै गरेर ए गरेर उयो कमलेशको यो पहिलो पहिलो किन छ है म त सँगला चिने बेला अनि चाहिँ त्यो लोगो त कति हेरेर जस्तो लाग्यो मलाई त्यही त हेरेको थियो प्यान्टतिर ए फार त्यतिखेर पनि उसाल भोलि झरे निस्किन्छ सानो भएको चाउडा छ तर सबै पहिला कति रोटी छ गनायो 40 छ हैन डिभाइड 10 के सबै खनेर एकै ठाउँमा राखौ के हाल्नु त्यसमा भाइ अनि कहाँ सर्किन्छ प्लास्टिक भरायो बालमा छोपी सक्यौँ भुजा र मासु प्लास्टिकहरु ल्याउ त अलि तातो गरेर खान पाए मजा आउँथ्यो अनि कहाँबाट सुरु ओके न के प्लास्टिकहरु लिएर आउनु पर्छ यो रिक्जामको कागज छ निकोटिन त हैन यो त्यो जल जस्तो भएको रिक्जाम गरेर यहाँ कस्तो भइरा ओहो क्याम्पिङ वाला खेलाइ यस ओ आज नि गर्ने घुरघुर गइछ तपाईँ देखि दाइ ओइ सन्देश फेरि मेरो बल्ल आज नि घुरघुर गइछ गर्ने आज नि घुरघुर गइछ गर्ने मिल्छ गर्नु कि नमिल्छ घुरु कच्ची जाडोमा कुक खाइरा घुरघुर क्वाच 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 घुरघुर गइछ ओहो बल्ल बल्ल ओ यता यसलाई फ्री गरेर आगो छैन सिधै माथि पहिला लास जलाउने काम गर्छ नै तलाइजो यहाँतिर चाहिँ क्लियर यहाँ क्लियर छ है कैलाश वाउ ट्रेकिङ अब चाहिँ ट्रेकिङ गरे जस्तो लागिरहेछ यार अब चाहिँ ट्रेकिङ गरे जस्तो लागिरहेछ यार ओए सन्देश के भयो यार सेभ योर सेल्फ लट्ठीले झ्याउ गरेर आइछ के मलाई रोशन पौडेल यार डकिङ कसले गर्छ फेरि यार उठाउने साथीहरू बाटो बिर्सेर हामी बाटो नै भेटिएन अब बाटो जहाँ छैन अब हामी बाटो आफै बनाउँदै हिँडिरहेछौँ तल पहाडदेखि तल झरिरहेछौँ कहीँ बाटो छैन यतिको गाह्रो भइरहेछ टोटली हामी फसिसकेका छौँ बेलुका 3-4 बजिसकेछ लगभग 4 बज्न लागिसक्यो अब कति बेला चाहिँ अब तल बाटो आउँछ ठेगान छैन यहाँ यतातिर प्लिज डोन्ट गो दिस रुट मरेर बाँच्यो यार प्लिज डोन्ट गो MMIHS को नो वे छाप कहाँसम्म हामी छोडेर आउँदैछौँ त्यो पनि 13th ब्याचको प्लिज डोन्ट गो दिस ल हाम्रो नि त्यस्तै थियो दाइ हाम्रो नि डोन्ट गो दिस रुट वी सफर दिस वे रङ रोड तर कुरा यस्तो हो कि यो घुट्ने बाटो हो कि नै अघिसम्म ग्यारेन्टी थिएन कि आज घर पुग्छौँ कि पुग्दैनौँ इजी भए पनि त हुन्थ्यो नि यार एक बेलामा के त्यो अरू आएको थियो नि झाडीहरू आएको थियो नि त म त मासाइको खाएको थिएँ अगाडि बाटै छैन यार कहाँ हिँड्ने अब पहिला म झाडी फाट्दै दिमाग खराब हो नि यार साथीहरू रङ बाटो गएर हामी एकदमै
इमर्जेन्सी कन्डिसनमा पुगिसकेका छौँ कहिले पनि अघिसम्म। रेल बिनाको रुटमा कहिले पनि नहिँड्नु। जुन बाटो आएको बरु त्यही बाटो फर्किनु होइन। हो तर अर्को बाटो झर्छु भनेर चाहिँ त्यो सर्ट बाटो हुन्छ भन्दा भन्दै हामी कहाँदेखि कहाँ पुग्यौँ। यतिको गाह्रो भयो। देख्नुभयो होला हजुरहरूले यसरी घिच्रेर हामीहरू तल झर्नुपर्ने अवस्था थियो। अझ पानी परे। अब चाहिँ यहाँ बाटो छ, अलिक बाटो भेट्यौँ त। अब अझ टाइम लाग्छ तल झर्न। अहिले हामी चम्पादेवीको ट्रेकिङमा छौँ। लास्टै रमाइलो, लास्टै एडभेन्चरस भयो। हाम्रो यात्रामा एकजना दाई हामीसँग जोडिनु भएको थियो। सोलो ट्राभल सोलो ट्राभल। एउटा विशेष कुरा के हो भने दाईको 32 गते बिहे छ, तर हामीसँग आउँदाखेरि बाटो बिर्सेर कहाँदेखि कहाँ कति बेला घर गइन्छ के हुन्छ ठेगानै थिएन। सुन न दाइले सुरुमा चाहिँ सोलो ट्रेक राम्रो भन्नुभएको थियो, बिचमा हामीलाई भेटेपछि कम्बाइन्ड ट्रेक राम्रो भन्नु हो, बिचमा हराएपछि फेरि सोलो ट्रेक राम्रो भन्नु हो। केटाहरूको भरोसा नगर, केटाहरूले डुबाउँछ नि यहाँ पुरै छालै छाला भयो। यहाँ पाइन्ट यस्तो छ हालत। अब दाइको बिहेमा जान त फिक्सै भयो। हामीहरू लग्नुहुन्छ कि लग्नुहुन्न? त्यो माथि जङ्गलमा नो भ्यालिड वे, डेड एन्ड मात्र थियो, बाटो थिएन। तर ऊ माथि टुप्पोबाट हामी आएको यहाँ। त्यो जङ्गल डेन्स जङ्गल। सहर देखियो त बे, सहर देखियो यार।